टसबाट जब ब्याटिङ गरेर लिने अलिकति सरप्राइजिङ पनि थियो के आइडिया थियो? कोच र मैले कुरा गर्दाखेरि अब विकेट अलि राम्रो छ, क्युरेटरसँग पनि कुरा गर्दाखेरि अनि विकेट राम्रो छ भनेर कुरा गऱ्यो अनि त्यही भएर फर्स्ट ब्याटिङ। तपाईँको एक्सपिरियन्स फर्स्ट क्याप्टेन्सीको त्यो खबर पाउँदाखेरिको अनुभव र आजको गेमको त्यही दिन थाहा भएको क्याप्टेन भएको थियो। त्यही पनि ठिकै छ, क्याप्टेन त अरू ठाउँमा पनि गरिरह हो, सपोर्ट पनि गरिरहेको थिएँ मैले हरेक, त्यस्तो उ त छैन। तर अब इन द एन्ड राम्रो आज खेलेको म्याच राम्रो भएन। फर्स्ट टाइम फ्लड लाइटमा खेल्दै थियो एनपिएलको जुन एक्सपिरियन्स थियो अलिकति ब्याटिङमा त राम्रो थियो तर ओभरअल चाहिँ फ्यान्सहरूको अगाडि यसरी नेसनल टिम कलर्समा खेल्दाको एक्सपिरियन्स? अभियसली अब फ्लड लाइट फर्स्ट इन्टरनेसनल गेम खेल्यो हामीले धेरै क्याप्टेनसिपको अगाडि, एकदमै राम्रो लाग्यो, त्यो राम्रो भयो। यो चाहिँ नेपालको चाहिँ अब फ्युचरलाई हेर्दा चाहिँ यो टिम छनौट गरेको भनेको छ तपाईँलाई क्याप्टेन्सी दिने निर्णय नयाँ नयाँ प्लेयरहरू पनि ल्याएको यो प्लानलाई चाहिँ कसरी हुन्छ? अब वर्ल्ड कप 2028मा चाहिँ अस्ट्रेलियामा हुँदैछ जुन हिसाबले त्यो लङ टर्मलाई चाहिँ कसरी हेर्नु? जे होस् अब यङ क्रिकेटरहरू अब खेलाइरहेको छ, जति पनि गेम भयो भने जस्तै पिएम कप भयो, पिएम कपमा सबैजना पर्फर्मेन्स गरेको प्लेयरहरूलाई छानेर ल्याएको छ। अब भर्खरै अरू ओमानसँग पनि ओडिआई खेलिरहेको छ, त्यहाँ पनि प्लेयर छानेर ल्याएको छ। सो अल ओभरमा हेर्दाखेरि अब सबैलाई ग्रो गरौँ भनेर भन्ने छ। अब ब्यागिन अब राम्रै हुन्छ अगाडि। इभन आजको स्कोर हेर्दाखेरि चाहिँ रोहित आसिफहरूलाई भन्दा पनि अब हामीले जुन प्लेयरहरू पर्फर्म गरेर आछन् उनीहरूले अब पर्फर्मेन्स नगर्दाखेरि अब मिस भन्दा पनि अब राम्रो खेलेन हामीले। थ्याङ्क यू